के तपाईले पनि भर्खरै डिमेट खाता बनाएर शेयर मार्केटमा प्रवेश गर्नुभएको छ? यदि यसो हो भने यो भिडियो तपाईले पुरा हेर्नु होला। यो भिडियोमा म नयाँ लगानीकर्ताहरूले गर्ने गल्तीहरूको बारेमा थोरै स्पष्ट पार्नेछु। ल है त अब भिडियो सुरु गरौँ। सरी म हाँसे, यो हाँस्नुको पनि एउटा कारण छ, किनभने जब मैले सुरुमा लगानी गरेका थिएँ म पनि यसरी नै फस्या थिएँ। अर्थसारथीको एउटा नयाँ भिडियोमा तपाईलाई फेरि पनि स्वागत छ। अब हामी बढ्छौं भिडियोतर्फ। बधाई छ, तपाईले भर्खरै आफ्नो आइपिओ भर्नुभयो वा शेयर बजारमा पैसा कमाउने सपना देख्नु हुँदैछ। तर होशियार, शेयर बजार जति सजिलो देखिन्छ यहाँ लुकेका जालहरू त्यति नै खतरनाक छन्। आज म तपाईलाई एउटा यस्तो खेलको बारेमा बताउँछु जसमा भर्खरै छिरेका नयाँ लगानीकर्ताहरू सबैभन्दा धेरै फस्ने गरेका छन्। यसलाई भनिन्छ पम्प एन्ड डम्प। जब तपाई नयाँ हुनुहुन्छ तपाईलाई कहाँबाट शेयर मार्केटको बारेमा थाहा भइरहेको छ? फेसबुक ग्रुप, टेलिग्राम, टिकटक भिडियो वा चिया पसलको गफ। ठूला खेलाडीहरूलाई थाहा छ कि तपाई सस्तो र छिटो पैसा कमाउन चाहनुहुन्छ। उनीहरूले एउटा काम नलाग्ने कम्पनीको शेयरलाई रकेट झैं उडाइदिन्छन्। तपाईलाई लाग्छ वाह, यो त दिनदिनै 10% बढिरहेको छ, मैले नकिने त मौका छुट्नेछ, अनि तपाईले आफ्नो दुःखको कमाई त्यो महँगो शेयरमा खन्याउनुहुन्छ। यसलाई यसरी बुझौं, एउटा सानो बाल्टीमा कसैले धेरै पानी खन्यायो भने त्यो बाल्टी छिट्टै भरिन्छ। ठूलो लगानीकर्ताहरूले थोरै शेयर भएको कम्पनीमा करोडौं हालेर भाउ बढाइदिन्छन्। यसलाई पम्प भनिन्छ। जब तपाई र म जस्ता नयाँ मान्छेले त्यो देखेर झुमिएर किन्छौं, तब उनीहरू माथि पुगेपछि आफ्नो सबै शेयर हामीलाई भिराएर निस्किन्छन्, जसलाई डम्प भनिन्छ। नयाँ लगानीकर्ताहरूले गर्ने 3 ठूला गल्तीहरू। हल्लाको पछि लाग्नु, फलानु शेयर बढ्दैछ रे भन्ने हल्ला सुन्ने बित्तिकै हाम फालेर त्यो शेयर किन्नु चाहिँ ठूलो गल्ती हुनेछ। दोस्रो छ बिना जानकारी लगानी गर्नु। कम्पनीले के काम गर्छ, त्यसले नाफा कमाएको छ कि छैन, के गरिरहेछ र हामीलाई कसरी दिन्छ भन्ने थोरै रिसर्च नगरिकन लगानी गर्नु हुँदैन। र तेस्रो नम्बरमा छ महँगो शेयर किन्नु। जब शेयर 5 देखि 6 दिनसम्म बढिरहेको हुन्छ तब त्यो शेयर माथि पुगिसकेको हुन्छ। हामीलाई लाग्छ हामीले किनिसक्दा यो घट्ने त होइन, हामी बरु 1-2 दिन होल्ड गर्ने अनि बेचिदिइहाल्ने। तर यस्तो भन्न सकिँदैन। जब तपाईले त्यो कुरा सोचिराख्नु भएको हुन्छ र त्यो शेयर किनिराख्नु भएको हुन्छ, त्यति बेला धेरै मान्छेहरूले त्यही शेयर किनिरहेका हुन्छन् तपाईकै जस्तो सोचेर। त्यति बेला ठूलो क्र्याश हुन्छ। यदि तपाई नयाँ हुनुहुन्छ भने सुरक्षित हुने यी 3 मन्त्रहरू भन्दैछु। शेयर बजारमा होइन, सिक्नमा लगानी गर्नुहोस्। पहिले शेयर बजार कसरी चल्छ भन्ने बुझ्नुहोस्। दोस्रो छ आइपिओ बाट सुरु गर्नुहोस्। सिधै दोस्रो बजारमा हाम फाल्नु भन्दा पहिले आइपिओ बाट अनुभव बटुल्नुहोस्। तेस्रो नम्बरमा छ राम्रो कम्पनी खोजेर लगानी गर्नुहोस्। यसो गर्नाले तपाईको लगानी डुब्ने चान्स एकदमै कम हुन्छ। आजको यो भिडियो धेरै लामो भइसक्यो। अरु केही थप कुरा जान्न चाहनुहुन्छ भने तल कमेन्ट गर्न नबिर्सिनु होला। आजको लागि यति नै। हेर्दै गर्नु होला अर्थसारथी। धन्यवाद।